पहिला आर्मी पो थियो त्यहाँ त अहिले त आर्मी छैन रहेछ नि क्या जाउँ 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 हुर्दा भन्ने खाँचो हुर्दा 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 ए उयो त्यो भुर्रा यसरी यहाँ यो डाँडा देखायो भने त्यो डाँडा पुग्ने हो ब्रिटिस गडी डाँडा उहिले 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 ब्रिटिसको पालामा यो हुर्राले यस डाँडाबाट पल्लो डाँडा पुग्ने गरी हानेको ऊ त्यो डाँडामा गएर झरेको बम्ती काठमाडौँको जो पनि यहीँ छ हामी साथमा हामी चाहिँ एकदम डुवर्सबाट आएको गडी डाँडा उतिनहरु हाल्यो हाले रोब रोब डल्ले उठेर जान्छ जाडो लाग्दैन भन्दैछ त जाडो लाग्यो अहिले त बस्ने बानी हो नि त मैले त्यत्रो भनेको उता ठाउँ यस्तो पहाडले घेरेको छ जाडो 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 ठिकै पनि छैन केजबलाई चाहिँ भन्नुलाई त्यहाँ मान्छेले पुग्छ बिरको अहिले बाटोमा हिँड्दै ए थाहा ढुङ्गा थियो